सामुदायिक प्रहरी सेवा केन्द्रबाट चाहिँ हजुरहरूलाई चाहिँ आस्था बढाउँ, आत्महत्या घटाउँ अहिले चाहिँ हालसालै विगत केही दिनहरूमा केही दिनभन्दा पनि केही वर्षहरूमा चाहिँ हाम्रो यो सामुदायिक स्कुलमा पनि माथिबाट हामी कार्यक्रम जहिले गर्छौँ। यो आत्महत्याको घटनाहरू एकदम बढेको देखिन्छ। त्यही भएर हामी चाहिँ विशेष गरी गरेर बाटो गएको र म कान्छीले अहिले चाहिँ हजुरहरू पढ्नुहुन्छ, विद्यार्थी हुनुहुन्छ होइन, समस्यासँग हजुरहरू जुझ्न सक्नुहुन्न। कुनै समस्यामा पर्नु भएको छ भने हजुरहरूले सक्नु, आफ्नो टिचरलाई भन्न सक्नुहुन्न भने आफ्नो आमाबाट भन्नु, त्यो पनि सक्नुहुन्न भने आफ्नो साथीले भन्नु। कुनै पनि समस्यासँग हजुरहरू नडराउनु। आत्महत्या चाहिँ एउटा रोग हो कि यो मानसिक रोग हो। मलाई के गराउँ कसो गराउने मान्छेलाई मरेर चाहिँ समस्याको समाधान हुन। जस्तै हजुरहरू पढ्नुहुन्छ, पढ्ने मान्छे त फेल हुन्छ, हामी बाटोमा हिँड्ने, हामी नपढ्ने मान्छे फेल हुन्न नि त। अब 1 वर्ष भन्दैन।